Hi everyone. बटर फ्रुट जुस बटर फ्रुटको जुस हेर्न सक्नुहुन्छ साथीहरू रेडी भइसकेको छ। यहाँ मैले रसम बनाएको छु। राजमा आलु बनाउनलाई सबै चिजहरू रेडी छ। अनियन सबै काटेर रेडी छ। मसला अनि यो टमाटो प्युरी अनि यो चाहिँ मैले धनिया पाउडर बनाउनलाई हल्का गरम गरेर राखेको जुस चाहिँ मैले पिएँ। एकदम मिठो थियो बटर फ्रुट जुस। अब हामी राजमा आलु बनाउन सुरु गर्दैछौँ। हेर्न सक्नुहुन्छ भाँडोमा अलिकति तेल हाल्ने, त्यसपछि अलिकति जिरा हाल्ने अनि खाडा मसलामा चाहिँ एउटा स्टार र अनि त्यसपछि लिफ हालिदिने अनि त्यसपछि अनियन हाल्ने। अनियनलाई अलि राम्रोसँग फ्राई गर्नुपर्छ साथीहरू। फ्राई हुँदैछ हेर्न सक्नुहुन्छ। यसलाई राम्रोसँग फ्राई गर्ने। त्यसपछि अलिकति हिङ हालिदिने। हिङले के हुन्छ त राम्रो हुन्छ। त्यो फ्राई हुँदासम्म त अलिकति धनिया पत्ता काट्दै थिएँ म। त्यसपछि यतिको फ्राई भइसकेको छ। 5 मिनट जति हल्का फ्राई गरेर यतिको भएको छ। अब यसमा पिसेको मसलाहरू धनिया जिरा अनि के अरे सबै मसलाहरू ग्राइन्ड गरेको थियो मसलाहरू हालिदिने। यसलाई अलि राम्रोसँग पकाउने तेल आउने जेलसम्म। यतिको मसला पाकिसकेको छ हेर्न सक्नुहुन्छ। हजुरहरूले के बनाउनु भयो आज कमेन्ट गर्नु होला साथीहरू। मेरो भिडियो हजुरहरूलाई मन पर्छ कि पर्दैन भन्नु होला। लाइक गर्नु होला, शेयर गर्नु होला। मेरो पेजलाई प्लिज फलो गर्नु होला। मलाई पनि सपोर्ट गर्नु होला। अब टमाटो प्युरी हालिदिने यसमा। यसलाई पनि मजाले चलाउने अनि त्यसपछि सबै मिक्स भएपछि यसमा अब आफूलाई कति चाहिन्छ आफ्नो अट्कल गरेर यसमा अलिकति सल्ट हाल्ने। सल्ट हालेर एकछिन यसलाई अब फेरि राम्रोसँग मिक्स गरेर यसलाई एकछिन लिड गरेर पाक्न दिने। यसको पानीहरू सबै सुक्छ। यसरी माथि तेल देखिन्छ, अयल छुट्टिन्छ नि हो तब बल्ल यसको मसला राम्रोसँग पाकेको हुन्छ। मैले चाहिँ यसरी अगाडि पनि 2-2 मिनट लिड गर्दै खोल्दै चलाउँदै लिड गर्दै खोल्दै चलाउँदै गरेको थिएँ साथीहरू। यतिको भइसकेको छ हाम्रो मसला फ्राई भइसकेको छ। कस्तो राम्रो देखिरहेछ हेर्न सक्नुहुन्छ साथीहरू। अब आलुलाई चाहिँ बोइल गरेको हो यो हल्का 3-4 भिजल्स लगाएर यसलाई काटेर यसलाई हाल्ने। यो ग्रेभी चाहिँ असाध्यै मिठो हुन्छ। हजुरहरू रोटीसँग पनि खान सक्नुहुन्छ, भातसँग पनि खान सक्नुहुन्छ, डोसा पराठा जेसँग पनि खान सक्नुहुन्छ। धेरै मिठो हुन्छ साथीहरू।